ख्यातमया तार्क्य सर्वमे बौद्धदेहिकं दशाभ्यन्तरे श्रुत्वा सर्वपापै प्रमुच्यते इदं च मुष्मिकं कर्म पितृमुक्तिप्रदायकं पुत्रवान् शीतदं चैव परत्रेह सुखप्रदम यो लोकमा सुख हुने र परलोकमा गति पाइने कुराहरू बतायो। इदं कर्म न कुर्वन्ति ये नास्तिका नरगाधमा तेषां जलमयेन स्यात् सुरातुल्यं न संशयः देवता पितरश्चैव नैव पश्यन्ति तद्गृहं। जसले पितृहरूको कर्म गर्दैन त्यो देवता पितृहरूले त्यो मरेर गएका व्यक्तिको काम नगर्दिएसम्म ती देवताहरूले त्यो घरमा हेर्दैनन् पनि अरे परबाट पनि आउन जान र त्यहाँ सुख सुविधा दिन त होइन। देवता पितरश्चैव नैव पश्यन्ति तद्गृहं त्यो गृहलाई परैबाट यो सत्कर्म नभएको यो यस्तो भनेर ती देवताहरूले त्यहाँ प्रवेश गर्न भवन्ति तेषां कोपेन पुत्र पौत्रा च दुर्गतः। ती देवताहरू ऋषिहरू रिसाएका पितृहरू रिसाएका घरका व्यक्तिहरूको बहुत अनर्थ हुन्छ भनेर गरुडजीलाई भन्नुभयो भने ब्राह्मण क्षत्रिय वैश्य शूद्र चाहिँ छ ते चाण्डाल समागिया सर्वे ते प्रेत क्रिया बिना प्रेत कर्म राम्ररी गरिदिएको छैन भने ती चाण्डालको निवास गर्ने ठाउँ भनेर सबै देवता देवी देवताहरूले छोडिदिन्छन् र त्यो घरलाई। प्रेतकल्पमिदं पुण्यं शृणोति श्रावयेचयः उभौ त पाप निर्मुक्तौ दुर्गतिं नैव गच्छत। तर यो प्रेतकल्पहरू सुनेर सुनाएछ गरेछ र प्रेत कार्य त्यति राम्ररी गरेछ भने यी सबै दुरितक्षय यस्ता दुष्कर्महरू नष्ट हुन्छन्। त्यो घरका माता पितरो स्मरणे सौवर्णं स्मृतयतः पितरौ मुक्तिमापन्नौ सुतसन्ततिदान भवेत् न सुतं करुणमेन गया श्राद्धं स कृतं वृषसर्गं कृतो नैव न च मासिक वार्षिक। त्यसले गरुड पुराण सुन्दैन वृषसर्ग कर्म गर्दैन मोक्ष धेनुका रूपमा पुराण वाचन इत्यादिहरूलाई मोक्ष धेनुका रूपमा दान गर्दैन। स कथम कथ्यते पुत्र कथम उच्चेत ऋणत्रयात्। त त्यसले गरुड पुराण सुनेको मोक्ष धेनु दानका रूपमा केही गर्दैन भने त्यसका पितृहरूले कसरी त्यो तीन ऋणबाट देव ऋण पितृ ऋण ऋषि ऋण यी तीनै ऋणबाट छुट्नका लागि यो गर्नुपर्दछ। मातरम पितरम चैव कथां तारयितुं क्षमता तस्मात् सर्वप्रयत्नेन श्रोतव्यं गारुडं किल। त्यसो हुँदा सम्पूर्ण प्रयत्नपूर्वक गरुड पुराण सुन्नुपर्दछ। धर्मार्थ काम मोक्षाणं दायकं शुद्धं दुःखनाशनम धर्म अर्थ कामलाई दिने दुःखलाई नाश गर्ने पुराणम गारुडम पुण्यम पवित्रम पापनाशनम। यस्तो गरुड पुराण सम्पूर्णलाई पापलाई नाश गर्ने भएको यो फलश्रुति कामनापूर्वम श्रोतव्यम सर्वदैवहि ब्राह्मणो लभते विद्याम क्षत्रिय पृथ्वीपतिम। ब्राह्मणले गराएछ र सुनेछ कर्ताले भने ब्राह्मण ब्रह्मवेत्ता हुन्छ क्षत्रियले सुनेछ पृथ्वीको मालिक हुन्छ वैश्यो धनपति स्यात् वैश्यले धनवान हुन्छ शूद्र शुद्ध्यति पातका शूद्रले सुनेछ भने पातक बनाउनु पर्ने। यसका मतलब सुन शूद्रलाई पनि सुनाउनु पर्ने। श्रुत्वा दानानि दियानि वाचक शिलानि च सुनिसकेपछि दानानि दियानि दिन आवश्यकका दानहरूको संक्षेप यहाँ वर्णन बताउनुहुन्छ भने पूर्वोक्तानि दयान दे यथावत मैले त तिमीलाई गरुड पुराण भन्नेलाई र अरू कर्ता गर्नेलाई पनि यसरी सुवर्णादि दान गर्नुपर्छ वस्त्र आभूषण दान गर्नुपर्छ सबै कुरा भनेर मैले भनिसकेँ पनि भन्दै हुन्छ भगवान्। पुराणम पूजयत पूर्वम वाचकं तदनन्तरम पुराणको किताबलाई पुज्नुपर्छ। सबै निष्करण भइसके कर्ताद्वारा पुजाउनुपर्छ। वस्त्र अलङ्कार गोदानैर वस्त्र अलङ्कार गोदान आदिले सादरम अन्यश्च हेम दानैश्च भूमिदानैश्च बुझ्छ। समर्थ व्यक्तिले सुवर्णदान भूमिदान इत्यादि पनि पुराण वाचकहरूलाई दिनुपर्छ। पूजयत वाचकं भक्त्या बहुपुण्य फलप्रदं वाचकस्य अर्चनेनैव पुण्यको हुन सक्छ। भगवानले त यहाँ भन्नुभयो त्यो वाचन प्रसन्न हुन्छ। वाचकस्य अर्चनेनैव पुण्यत अहं म पुण्य है हेर्नु भनेर
बाक्लो जुत्ता लगाएर आएको